सबैमा नमस्कार। यति बेला यो तपाईहरुले देखिरहनु भएको दृश्य यो मनस्लो सर्किट ट्र्याक मैले एउटा चाहिँ अविस्मरणीय भिडियो लिएर आएको छु। 106 मिटर तपाईहरुले जुन यो देखिरहनु भएको दृश्य गरेर यो हामीले पास गरेर हामी तल भिमताङाएर बस्यौं। 5106 मिटर तङाएर बसिसकेपछि हामी तल जाँदै गर्दा या खर्गा कटिसकेपछि सूर्य नपुग्दै तल गहिरामा तल खोलाको किनारमा या खर्का भन्दा एउटा सानो बाटोमा हामी धेरै साथीभाइहरु भेट भयो। त्यस कारणले लिएको यो भिडियो बाटोमा नदीको किनारमा विस्मरणीय क्षण पनि रहेको छ। सबैजना भेटघाट भयो र हामीले विदेशी पाहुनाहरुलाई यसरी नै जीवन भनेको त यस्तै हो साथीहरु गर्छौं। सुख त केवल क्षणिक मात्रै हो। हाम्रो देशको बारेमा खोज्नु पर्छ भन्ने एउटा मान्यताले कला संस्कृति हाम्रो भिडियो मैले बनाएको छु र बनाइरहेको छु। तपाईले देखिरहनु भएको छ। त्यसैगरी खाने बस्ने देखि लिएर हरेक कुराहरुको राइट जहाँ रहे पनि हामी अगाडि भए पनि हिमाल पहाड र जहाँ भए पनि हामी यति बेला यहाँबाट मजाले यो कार्यक्रममा सहभागी र जाउन पनि हो। हामीसँग धेरै एकदम राम्रो ठाउँ छ, रमाइलो ठाउँ छ। यो सानो भिडियो बनाउन मन लाग्यो। अब हामीले चाहिँ बनाइरहेको हाम्रो देशलाई जिन्दगीमा सङ्घर्ष गर्नै पर्छ। लागि संसारमा जिउनको लागि विभिन्न भनेको त क्षणिक मात्रै हुन्छ। दुःख नै जीवनभरको साथीहरुलाई पर्यटकहरुलाई यसो घुमाउने बढाउने कोसिस गर्नुपर्छ। आफ्नो कर्ममा लाग्नुपर्छ हामीले र यसरी हामी विदेशी पाहुनाहरुसँग मजाले हिँड्ने भावनामा आधारित आफ्नो देश सम्बन्धी आफ्नो देशको बारेमा बताउँदै कताबाट राम्रो हुन्छ राष्ट्रहरुसम्म पुर्याउने योजनाका साथ राम्रो इन्फर्मेसनहरु उहाँलाई दिने गर्छौं र बढिरहेका छौं। हाम्रो देश नेपाललाई पनि यसैले पनि यही पर्यो। हामी यही सम्बन्धी काम गर्छौं र मैले पनि यही सम्बन्धी काम गर्छु। नेपालमा मात्र हैन हामीले हाम्रो सन्देश भनेको एकदम राम्रो हामीले जति जनासँग काम गर्छौं विश्वको सबै देशको जो जति व्यक्तिहरु विदेशी पाहुनाहरुसँग हामी गर्न घुम्न भ्रमण गर्न चाहन्छौं उहाँहरुलाई हामीले एकदम राम्रो राइट इन्फर्मेसन नेपालको बारेमा दिँदै जान्छौं। त्यसैले त हाम्रो नेपालमा रहनु भएको सम्पूर्ण ट्रेकिङ गाइडहरुलाई इन्टरनेशनल जर्नलिस्ट पनि भनिन्छ। तर हामीलाई खासै महत्त्व दिइँदैन। तर हामीले नै हाम्रो देशलाई चिनाउने सबैभन्दा उत्तम मार्ग भनेको ट्रेकिङ गाइड नै हो र उहाँले राम्रोसँग बुझाउनुहुन्छ राम्रो हुन्छ। अनि